हेलो गाइज, के छ खबर यहाँहरू सबैलाई। फाइनल्ली 17 इयर बाद 17 सालपछि आरसिबीले आइपिएलको ट्रफी उचाल्न सक्षम र सफल भएको छ। जस्तो कि मैले भनिरहेको थिएँ, यसपालि पलडा भारी पन्जाबको पनि उत्ति थियो अनि बेङ्गलोरको पनि उत्ति थियो। बस फरक यतिमा रह्यो कि 7 रनले हार्नुको कारण विराटसँग सम्पूर्ण जनमानसको दुआ अनि आशिक र उनको लागि सबैले गरेको प्रार्थनाले गर्दाखेरि आज फाइनल्ली वन द म्याच। भेरी भेरी कङ्ग्रेचुलेसन्स। बेङ्गलोरले डिजर्भ पनि गर्छ, किनभने एउटा मान्छेले हरेक साल आएर हरेक साल प्रयत्न र कोसिस गरेर फाइनल्ली 17 सालपछि ट्रफी जित्नुको एउटा इमोसनल योभन्दा अरू कुनै पनि हुन सक्दैन। र यसमा विराट कोहली आफै पनि धेरै इमोसनल भएर मैदानमै रोएका थिए। जे होस्, विराट कोहलीको पास सबै ट्रफी थिए। अब जो एउटा ट्रफीको कमी थियो त्यो पनि फुल र पुरा भयो। वेल, अब नेक्स्ट आइपिएल फेरि हेर्नेछौँ कसले जित्नेछ भन्ने कुरा। तर यस्टरडेको जो गेम भएको थियो यो एकदम सस्पेन्स अनि पैसा वसुल गेम भएको थियो। द्याट्स कल अ फाइनल। टाटा बाई।